सञ्चालकजी यहाँ उपस्थित एक हातमा कलम र एक हातमा कपी लिएर बस्नुभएका निर्णायक मण्डल र मेरा प्रतिस्पर्धी साथीहरू र मेरा गुरुहरूमा जीवन जगत र शिक्षा अभियान लिएको यस लिटिल फ्लावर एकाडेमीकी कक्षा 8 की छात्रा आशा विकेको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। म आज धेरै नै खुसी छु किनकि मैले आज यसरी स्टेजमा आएर बोल्न पाएकोमा म आफूलाई धेरै नै भाग्यमानी ठान्दछु र म अब कति नै ढिला नगरेर आफ्नो शीर्षकतिर लाग्दैछु। मेरो शीर्षक छ मेरो विद्यालयको नाम सुखे लिटिल फ्लावर एकाडेमी हो। यो भेरीगङ्गा 9 जहरेमा अवस्थित छ। यसको स्थापना 2065 सालमा भएको हो। मेरो विद्यालयको बारेमा भन्नुपर्दा मेरो विद्यालय धेरै नै सुन्दर देखिन्छ। मेरो विद्यालयको नजिकै एउटा बग्दै गरेको भेरी नदी छ र त्यो भेरी नदी वारपार गर्नको लागि एउटा कच्ची पुल छ भने एउटा पक्की पुल छ। मेरो विद्यालयको प्रधानाध्यापकको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ धेरै नै दयालु र मायालु हुनुहुन्छ। उहाँले विद्यार्थीको समग्रमा शिक्षा मात्र नभएर संस्कार व्यवहार अन्धविश्वास आत्मविश्वासमा पनि जोड दिने गर्नुहुन्छ। उहाँले हामीलाई कठिन परिश्रम र इमानदारिता र अनुशासन पनि सिकाउने गर्नुहुन्छ। उहाँ प्रधानाध्यापक मात्र नभएर पेन्सनको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाँले हामीलाई धेरै ज्ञानहरू सिकाउनु भएको छ। उहाँको त्यो मार्गदर्शन पाउँदा म आफूलाई गर्व महसुस गर्दछु र मेरो विद्यालयको सहायक प्रधानाध्यापकको नाम नेमचन्द विके हो। उहाँ पनि धेरै राम्रो व्यक्ति हुनुहुन्छ र उहाँले अङ्ग्रेजी विषय पढाउनुहुन्छ र साथै मेरो बाबा दिन चाहन्छु मैले उहाँलाई जति दिन होला किनकि उहाँले मेरो लागि धेरै सङ्घर्ष गर्नुभएको छ र यो विद्यालयको लागि पनि धेरै सङ्घर्ष गर्नुभएको छ र म आज तपाईँहरूको सामुन्ने उहाँको कारणले गर्दा नै यसरी अगाडि आएर बोल्न पाएकी छु। म पहिला लजाउने गर्थेँ डराउने गर्थेँ र म बोल्न सक्दैनथेँ। तब उहाँले के भन्नुभयो कि छोरी तिमी कोसिस गर्ने वाला कभी हार नै होती भने तिमीले कोसिस गर, तिमी बोल्न प्रयास गर र तिमी एक दिन सफलता पाउने छौ। उहाँलाई सम्झेर मैले आज बोल्न प्रयास गरेर आज तपाईँहरूको सामने यसरी बोल्न पाएकी छु। र मेरो विद्यालयको एकाडेमी इन्चार्जको नाम ठगेम्रो शिक्षक हुनुहुन्छ। उहाँले मलाई सामाजिक र हेल्थ विषय राम्रो छ र उहाँले रातलाई रात र दिनलाई दिन नभनेर विद्यालयको लागि पनि धेरै सङ्घर्ष गर्नुभएको छ। तर हामी बुझ्न सक्दैनौँ र तर उहाँले यो विद्यालयको लागि र हाम्रो लागि पनि धेरै सङ्घर्ष गर्नुभएको छ। उहाँ धेरै राम्रो व्यक्ति इन्चार्जको नाम दीपक खड्काले अनुशासन मात्र नभएर उहाँले संस्कार व्यवहार कस्तो हुनुपर्छ, एउटा विद्यार्थीको संस्कार र व्यवहार कस्तो हुनुपर्छ भनेर पनि उहाँले हामीलाई सिकाउने गर्नुहुन्छ र उहाँले अहिले कम्प्युटर विषय पढाइरहनु भएको छ। उहाँको पढाउने शैली पनि धेरै नै राम्रो छ। मेरो विद्यालयको फिमेल इन्चार्जको नाम राजले नै अत्यन्तै राम्रो शिक्षक हुनुहुन्छ। उहाँले मलाई सानोमा पढाउनु भएको तर उहाँको पढाउने शैली चाहिँ मलाई उहाँ धेरै नै राम्रो हुनुहुन्छ। उहाँले एउटा महिलाको र मेरो विद्यालय अत्यन्तै राम्रो छ र मेरो विद्यालय घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म पुर्याउने एउटा बस छ र त्यो बस चलाउने गुरुको नाम हरि सुनार हो। उहाँ अत्यन्तै राम्रो व्यक्ति हुनुहुन्छ। उहाँको व्यवहारमा मैले अहिलेसम्म अल्छीपना देखेको छैन र उहाँ आफ्नो ड्युटीमा निरन्तरता दिइरहनुहुन्छ। मेरो विद्यालय धेरै नै राम्रो छ। मेरो विद्यालय हरियाली भएको कारणले गर्दा यो धेरै नै सुन्दर देखिन्छ र म यति भन्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। कुनै पनि गल्ती गर्दिन म जानी कुनै पनि गल्ती गर्दिन म जानी मेरो विद्यालय हो चारैतिरबाट प्रकृति र सौन्दर्यको खानी। मेरो विद्यालय हो चारैतिरबाट धन्यवाद। आज एक हातमा कलम र अर्को हातमा कपी लिएर बस्नुभएको निर्णायक मण्डलज्यूहरू, यहाँ उपस्थित मेरा सम्पूर्ण गुरुवर्गहरू र मेरा प्रिय मित्रहरूमा जीवन जगत र शिक्षा जोड्ने अभियान लिएको यस विद्यालयमा अध्ययन कक्षा 7 की छात्रा म सुइसाई गुरुतर्फबाट स्वीकार्नु सबैजनालाई न्यानो नमस्कार। आज 2022 साल 9 महिना 4 गते हाम्रो विद्यालयले आयोजना गरेको यो वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूलाई धेरै नै भाग्यशाली ठान्दछु। त्योभन्दा धेरै म आफ्नो विद्यालयको बारेमा केही बयान गर्दाखेरि आफूले अझै धेरै खुसियाली महसुस गर्दछु। अब कति पनि ढिला नगरी म आफ्नो केही भनाइहरू तपाईँहरू सबैको सामु प्रस्तुत गर्दैछु। कृपया ध्यान दिएर सुनिदिनु होला। सर्वप्रथम त मेरो विद्यालयको नाम सुखे लिटिल फ्लावर एकाडेमी हो। मेरो विद्यालय भेरीगङ्गा 9 जहरे सुर्खेतमा अवस्थित छ। मेरो विद्यालयको स्थापना 2065 सालमा भएको हो।
मेरो विद्यालयको नजिकै एउटा भेरी नदी रहेको छ जसको आवाज धेरै नै राम्रो आउँछ जसले हामीलाई गर्मीमा धेरै नै शीतल प्रदान गर्छ। मेरो विद्यालयमा एउटा बस छ जसको रङ पहेँलो छ। मेरो विद्यालयको बसले विद्यार्थीहरूलाई घरबाट स्कुल विद्यालय र विद्यालयबाट घर लैजानमा सहयोग गर्छ। मेरो विद्यालयमा एउटा क्यान्टिन पनि रहेको छ जसमा धेरै मिठो पकवानहरू पनि पाक्छ। मेरो विद्यालयमा दुईवटा सुन्दर भवनहरू रहेको छ जो मलाई धेरै नै मनपर्छ। मेरो विद्यालयको चारैतिर हरियाली रहेको छ। मेरो विद्यालयमा दुईवटा ठुलो स्टेजहरू पनि रहेको छ जसमा हामी हरेक शुक्रबार कार्यक्रम गरिरहन्छौँ। मेरो विद्यालयमा लगभग 400 जना विद्यार्थीहरू रहेका छन् जो एकदमै धेरै मेहनती अनुशासित र इमान्दार छन्। मेरो विद्यालयमा 25 जना शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। उहाँहरूले हामीलाई धेरै राम्ररी पढाउनुहुन्छ। उहाँहरू धेरै दयालु हुनुहुन्छ। उहाँहरू धेरै मोटिभेटिभ हुनुहुन्छ र उहाँहरू धेरै हार्डवर्किङ पनि हुनुहुन्छ। मेरो विद्यालयको प्रधानाध्यापकको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ पनि धेरै दयालु हुनुहुन्छ र उहाँले हामीलाई पढाइ मात्रै नभएर हामीले पढाइ मात्रै नभएर हामी कसरी अगाडि बढ्ने, हामीले ठुलोले आदर कसरी गर्नुपर्छ, सानोले कसरी माया गर्नुपर्छ, सबैलाई सम्मान गर्नुपर्छ भनेर पनि सिकाउनुहुन्छ। मेरो विद्यालयको सहायक प्रधानाध्यापकज्यूको नाम नेपचन्द विके हो। उहाँले चाहिँ हामीलाई अङ्ग्रेजी विषय पढाउनुहुन्छ। उहाँ पनि धेरै दयालु हुन्छ। उहाँले हामीलाई धेरै मोटिभेट गर्नुहुन्छ, हामीलाई धेरै सपोर्ट गर्नुहुन्छ। उहाँले हामीलाई नराम्रो काम गर्दा गल्ती गर्दा हान्नु पनि हुन्छ र राम्रो काम गर्दा हामीलाई प्रेरित पनि गर्नुहुन्छ। मेरो विद्यालयको अन्य शिक्षक शिक्षिकाहरू पनि धेरै राम्रो हुनुहुन्छ। उहाँले हामीहरूलाई सधैँ सपोर्ट गर्नुहुन्छ। हाम्रो काममा सपोर्ट ठुलो ग्राउन्ड पनि रहेको छ। मेरो विद्यालयमा हरेक शुक्रबार कुनै न कुनै कार्यक्रम गरिनै रहनुहुन्छ जसले हामीलाई अझै पनि अघि बढ्न सहयोग गर्छ, सपोर्ट गर्छ। अन्त्यमा अब के भन्न चाहन्छु भने मलाई मेरो विद्यालयमा पढ्न पाउँदा धेरै भाग्यशाली ठान्दछु। मलाई मेरो विद्यालय धेरै मनपर्छ। हस्त धन्यवाद। Thank you so much. कार्यक्रम सञ्चालकज्यू, दुधको दुध पानीको पानी छुटाउन बस्नुभएको निर्णय मण्डलज्यू, जीवन जगत र शिक्षा जोड्ने अभियान लिएको यस विद्यालय 8मा पढ्ने छात्रा मायाको तर्फबाट सम्पूर्ण भाइ बहिनीहरूलाई मेरो तर्फबाट न्यानो अभिवादन। आज म मेरो विद्यालयको बारेमा बोल्न गइरहेको छु। सबैजनाले ध्यान दिएर सुनिदिनु होला। सर्वप्रथम मेरो विद्यालयको नाम सुखा लिटिल फ्लावर एकाडेमी हो। यो भेरीगङ्गा 9 जहरे सुकेतमा अवस्थित छ। यो विगत सम्भव 2065 सालमा स्थापना भएको हो। मेरो विद्यालयको अभियान जीवन जगत र शिक्षा जोड्ने रहेको छ। मेरो विद्यालयले शिक्षा मात्रै नभई जीवनमा विद्यार्थीको जीवनमा गर्ने हरेक गतिविधिहरूलाई पनि सिकाउँदै र जानकारी गराउँदै आइरहेको छ। मेरो विद्यालय साँच्चै भन्नुभन्दा आकस्मिक र सुन्दरताले भोगिएको छ। मेरो विद्यालयको नजिकै एउटा भेरी नदी पनि रहेको छ। त्यो भेरी नदी वाल पार गर्नको लागि एउटा झुलुङ्गे पुल रहेको छ भने एउटा पक्की पुल पनि रहेको छ। मेरो विद्यालय प्री नर्सरीदेखि क्लास 10 सम्म विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको छ। मेरो विद्यालयमा शैक्षिक, नैतिक, गुणस्थित अन्य कुरामा विशेष ध्यान दिनुभएको छ। मेरो विद्यालयमा पाठ्यक्रम मात्र नभई अतिरिक्त क्रियाकलाप पनि हुने गर्दछ। मेरो विद्यालयको प्रधानाध्यापकको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ दयालु, मायालु, लगनशील हुनुहुन्छ। उहाँले अङ्ग्रेजी विषय पनि पढाउनुहुन्छ। उहाँको पढाउने शैली अत्यन्त राम्रो छ। उहाँले भन्ने गर्नुहुन्थ्यो कि आज मेहनत नगर्ने मान्छे र सङ्घर्ष नगर्ने मान्छे भोलिका दिनमा 12-18 घन्टासम्म काम गरेर खटेर भाडा माझेर काम गर्नुपर्छ र अहिले दुःख सम्झे मतलब कि सङ्घर्ष गर्ने, दुःख सम्झे, मेहनत गर्ने पछि बसी खान सक्छ र आफ्नो परिवारलाई खुसीमा राख्ने गर्छन्। मेरो शिक्षक प्रधानाध्यापकले हामीहरूलाई मोटिभेट गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, मोटिभेट गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ र माया पनि गर्नुहुन्छ। उहाँले यस विद्यालय बनाउनको लागि धेरै सङ्घर्ष गर्नुभएको साहित्य प्रधानाध्यापकको नाममा पनि सम्पूर्ण विद्यार्थीहरूलाई मोटिभेट गर्नुहुन्छ, माया गर्नुहुन्छ। लाइफ भनेको के हो त्यो बताउनुहुन्छ। कस्तो मान्छे हुनुपर्छ विद्यार्थीमा कस्तो अनुशासन हुनुपर्छ, विद्यार्थी भनेको के हो, यसको सब परिचय हामीलाई दिनु गर्नुहुन्छ र विद्यार्थीलाई धेरै माया, सपोर्ट, हौसला पनि दिनुहुन्छ। र मेरो विद्यालयको डिआई दीपक सर हुनुहुन्छ। उहाँले हाम्रो विद्यालयको सम्पूर्ण विद्यार्थीहरूलाई डिसिप्लिनमा राख्नु भएको छ। उहाँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले कम्प्युटर विषय पढाउनुहुन्छ। हामीलाई नपढाए तापनि पढाउनु भएको थियो। एकदमै राम्रो पढाउनुहुन्थ्यो र उहाँको पढाउने शैली पनि अत्यन्तै उत्तम
थियो र मेरो विद्यालयको एकाडेमी इन्चार्ज नेपाली हुनुहुन्छ। उहाँ स्कुलको एकाडेमी इन्चार्जको साथसाथै उहाँ मेरो क्लास टिचर पनि हुनुहुन्छ। उहाँले सामाजिक विषय र हेल्थ विषयमा हामीहरूलाई पढाउनुहुन्छ। उहाँको पढाउने शैली पनि एकदमै राम्रो छ। उहाँले पनि हामी सम्पूर्ण विद्यार्थीहरूलाई मोटिभेट गर्नुहुन्छ। खुसी लाग्छ तिमीले सक्दैनौ भने भन, अनि कसरी पढ्ने हो, तिमीले कसरी मैले पढाउने कसरी बुझ्छौ भन, नडराएर भन्नुहुन्छ, स्वतन्त्र भएर सोध मलाई भन्नुहुन्छ। मेरो विद्यालय एकदमै सुन्दरता छ र मेरो विद्यालय वरिपरि बोट बिरुवा भएको कारणले पनि होला मेरो विद्यालय अझै आकर्षक र सुन्दरता देखिन्छ। यति भन्दै मेरा केही शब्दहरू यसो गर्दै म विद्यालय जान्छु। धन्यवाद। मन्दिर हो, शिक्षक मेरो देउता हो। स्कुल मेरो मन्दिर हो, शिक्षक मेरो देउता हो। पढ्ने मेरो काम हो, रेजिना मेरो नाम हो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यहाँ उपस्थित हुनुभएको निर्णायक मण्डल र मेरा सम्पूर्ण गुरुवर्ग र मेरो प्रिय साथीमा म रेजिना बसालको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। म चाहिँ अब कति पनि ढिला नगरेर मेरो विद्यालयको बारेमा भन्न गइरहेकी छु। कृपया ध्यान दिएर हजुरहरूले सुनिदिनु होला। मेरो विद्यालयको नाम सुर्खेत लिटिल फ्लावर एकाडेमी हो। मेरो विद्यालय बेलिङ्गा 9 जहरेमा अवस्थित रहेको छ। मेरो विद्यालयले जीवन जगत र शिक्षा जोड्ने अभियान लिएर अघि बढेको छ। मेरो विद्यालय 2065 सालमा स्थापना भएको हो। मेरो विद्यालयको प्रधानाध्यापकको नाम श्री कृष्ण प्रसाद शर्मा हो। उहाँ एकदमै लगनशील हुनुहुन्छ। उहाँले स्कुलको लागि धेरै सङ्घर्ष र मेहनत गर्नुभएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने स्कुलमा उहाँले शिक्षक प्रदान गर्नुभएको छ र उहाँले हामीलाई इङ्ग्लिस पिरियड पनि पढाउनुहुन्छ र उहाँले हामीलाई एकचोटि नसिकाएपछि एकचोटि नजानेपछि मलाई भनेर म तिमीहरूलाई 10 चोटि पनि सिकाउँछु भन्नुहुन्छ। म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँले हामीलाई किताबको ज्ञान मात्र नभए बाहिर कुरा व्यवहार र ठुला मान्छेसँग कसरी बोल्ने र सानो मान्छेसँग कसरी बोल्ने भन्ने व्यवहार पनि सिकाउनुहुन्छ। र सहायक प्रधानाध्यापकको नाम नेमचन्द विके हो। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हजुरहरूको सामु म बोल्नको कारण नै उहाँ नै हुनुहुन्छ। पहिला चाहिँ मलाई बोल्ने धेरै नै डर लाग्थ्यो। उहाँले भन्नुभयो रेजिना तैँले गर्नुपर्छ भनेर मलाई मोटिभेट गर्नुभयो, सपोर्ट गर्नुभयो र म हजुरहरूको सामु यसरी बोल्न पाउँदा उहाँलाई धेरै धेरै भाग्यमानी ठानेकी छु। एकचोटि उहाँको लागि जोरदार ताली बजाइदिनु होला। र उहाँ मेरो साथै रहनु पनि हुनुहुन्छ। र यस विद्यालयको डिसिप्लिन इन्चार्जको नाम दिपक खड्का हो। उहाँले हाम्रो 400 जना विद्यार्थीलाई डिसिप्लिन सिकाएर राख्नु भएको छ। र एकाडेमी इन्चार्जको नाम खगेन्द्र नेपाली हो। उहाँ चाहिँ हाम्रो क्लास टिचर पनि हुनुहुन्छ। उहाँले हामीलाई सामाजिक र हेल्थ पिरियड हेर्नुहुन्छ र उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले हामीलाई धेरै ज्ञानहरू आफूमाथि भएको ज्ञान प्राप्त हामीलाई दिनुभएको छ। र म यति भन्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। अभियान लिएको यस सुर्खेत लिटिल फ्लावरको कक्षा 7 को विद्यार्थी डिफेन्स मदरबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म आफ्नो विद्यालयको बारेमा भन्न गइरहेको छु इन इङ्ग्लिस। देयर आर सो मेनी स्कुल्स इन आवर एरिया। Among them, Sukhit Little Flower Academy is the name of our school. It lies in Bheri River below. It is established in 2065 BS. There are 2 buildings in our school. The building of our school is very attractive and powerful. There are about 400 students in our school. The student of our school is well qualified and intelligent. There are 25 students in our school. They care us like their children. Our principal is Krishna Prasad Sharma. He is kind and a wonderful person. The name of our vice principal's name is Nemchand Bike. He is also kind person and a motivational person. The in charge is Deepak Khadra. He teaches us computer very well. The name of our academic in charge is Khan. He teaches us health and samajik. Is to connect life, universe and education. Thank you. विद्यार्थी जीवन सफल जीवन विद्यार्थी जीवन। धन्यवाद छ कार्यक्रम सञ्चालकजी। एउटा हातमा कापी र एउटा हातमा कलम लिएर बस्नु भएको निर्णायक मण्डल, यस विद्यालयको प्रधानाध्यापक, सभाध्यापक, गुरुवर्ग सम्पूर्णमा मेरो नमस्कार छ। आज म मेरो विद्यालयमा बारेमा भन्न पाउँदा मैले आफूलाई धेरै भाग्यमानी ठान्दछु। मेरो विद्यालयको नाम सुर्खेत लिटिल फ्लावर एकाडेमी हो। यो भेरीगङ्गा 9 विद्यालय 2065 सालमा विद्यालयको प्रधानाध्यापकको नाम श्री कृष्ण प्रसाद शर्मा हो। उहाँ धेरै दयालु र मायालु हुनुहुन्छ। उहाँले हामीलाई धेरै मोटिभेसनल क्लासहरू दिनुहुन्छ। उहाँले हाम्रो आफ्नो जीवनमा धेरै समस्या पार गरेर यो विद्यालय बनाउनु भएको रहेछ। उहाँले
उहाँको कुरा सुन्दाखेरि मलाई म भावुक हुन्छु र उहाँले उहाँकै कारण आज धेरै यहाँ शिक्षक शिक्षिकाहरू हुनुहुन्छ उहाँले पनि धेरै रोजगारी पाउनु भएको छ आज प्रिन्सिपल सरले विद्यालय नबनाइदिएको भए कोही शिक्षक शिक्षिकाहरू विदेश जानु पर्थ्यो र कोही शिक्षक शिक्षिकाहरू घरमै बस्नु पर्थ्यो विद्यालय बनाइदिएको कारण अहिले रोजगारी पाउनु भएको छ मेरो विद्यालयको सायद प्रधानाध्यापकको नाम नेमचन विक हो उहाँ पनि असाध्यै मायालु र दयालु हुनुहुन्छ उहाँले हामीलाई धेरै मोटिभेसन क्लासहरू दिनुहुन्छ उहाँले हाम्रो जीवनमा के जति आइपऱ्यो जति समस्या आइपरे पनि त्यसलाई हरेक कठिनाइबाट पार गर्नुपर्छ भनेर सिकाउनुहुन्छ र मेरो विद्यालय फेरि नर्सरीबाट कक्षा 10 सम्म सञ्चालन हुने गर्छ मेरो विद्यालयमा धेरै धेरै सुन्दर छ मेरो विद्यालय छेउछाउ बोट बिरुवा रहेको छ मेरो विद्यालयको छेउमा भेरी नदी रहेको छ भेरी नदी पार गर्नको लागि एउटा पक्की पुल छ भने एउटा कच्ची पुल रहेको छ मेरो विद्यालयका टाढा टाढाका विद्यार्थीको लागि आवत जावत गर्नको लागि एउटा बस रहेको छ भने मेरो विद्यालयको सरसफाइ गर्नको लागि एउटा सिस्टमहरू पनि राखिएको छ उहाँले कहिले पनि के अरे विद्यालय फोहोरहरू हुन दिनुहुन्न उहाँ हाम्रो विद्यालय सधैँ सफा हुने गर्छ मेरो विद्यालयमा एउटा ठुलो चौर रहेको छ ठुलो चौर कहिले फोहोर हुँदैन त्यहाँ विद्यार्थीहरू क्रियाकलापहरू गर्ने गर्छन् मेरो विद्यालयमा 2टा स्टेज रहेको छ एउटा स्टेज शुक्रबार कार्यक्रम हुन्छ भने अर्को स्टेजमा के अरे बिहान मर्निङ सभा हुने गर्छ मेरो विद्यालय अत्यन्तै सुन्दर छ मेरो विद्यालयमा विद्यार्थीको लागि होस्टेलको व्यवस्था पनि गरिएको छ मेरो विद्यालय अत्यन्तै सुन्दर छ भने मेरो विद्यालयमा एउटा अकाउन्ट रुम पनि रहेको छ प्रिन्सिपल रुम पनि रहेको छ मेरो विद्यालयमा 25 जना शिक्षक शिक्षिका हुनुहुन्छ भने 25 जना शिक्षिका हुनुहुन्छ भने 400 जना विद्यार्थी रहनु भएको छ मेरो विद्यालय असाध्यै राम्रो छ मेरो विद्यालयको डिआईको नाम दीपक खड्का हो भने मेरो विद्यालयको एआईको नाम खगेन्द्र नेपाली हो असाध्यै राम्रो हुन्छ र मायालु र दयालु हुन्छ साथसाथै उहाँ हाम्रो क्लास शिक्षक पनि हुनुहुन्छ उहाँले हामीलाई नजानेका कुराहरू हरेक टाइम सिकाउने गर्नुहुन्छ हामीले नराम्रो कामहरू गर्नु हुँदैन राम्रो काममा अघि बढ्नुहुन्छ भनेर पनि साथ सपोर्ट हौसला दिनुहुन्छ र डिआईले भन्नुहुन्छ विद्यार्थी जीवनमा ज्ञान मात्र होइन जतिकै ज्ञानको आवश्यक छ त्यतिकै डिसिप्लिनको पनि आवश्यक छ भनेर सम्झाउनुहुन्छ हामीलाई हाम्रो डिसिप्लिन इन्चार्जहरूले हाम्रोमा तल्लो तहको शिक्षकहरू पनि धेरै असाध्यै राम्रो हुन्छ उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ हामीलाई उहाँले साथ सपोर्ट हौसला पनि दिनुहुन्छ हामीलाई उहाँ असाध्यै मनपर्छ र मेरो विद्यालय यति सुन्दर छ यति भन्दै मेरा 2-4 शब्द म यही ढुङ्गा चाहन्छु हस्त धन्यवाद नमस्कार मेरो नाम लक्ष्मीको हो म कक्षा 5 मा पढ्छु र म आज मेरो विद्यालयको बारेमा केही भन्न चाहन्छु कृपया ध्यान दिएर सुनिदिनु होला मेरो विद्यालयको नाम सुर्खेत लिटिल फ्लावर एकाडेमी हो यो भेरीगङ्गा 9 जहरीमा अवस्थित छ यो 2065 सालमा स्थापना भएको हो हाम्रो विद्यालयको प्रधानाध्यापकको नाम श्री कृष्ण प्रसाद शर्मा हो उहाँ एउटा असल व्यक्ति हुनुहुन्छ र उहाँले विद्यार्थीहरूलाई मोटिभेट पनि गर्नुहुन्छ हाम्रो विद्यालयको सहायक प्रधानाध्यापकको नाम मिस्टर नेमचन विके हो उहाँले हामीहरूलाई इङ्ग्लिस पढाउनुहुन्छ उहाँ एउटा कडा शिक्षक पनि हुनुहुन्छ तर उहाँ धेरै नै असल हुनुहुन्छ हाम्रो विद्यालयको एकाडेमिक इन्चार्जको नाम श्री खगेन्द्र नेपाली हो उहाँ एउटा असल शिक्षक हुनुहुन्छ उहाँले सामाजिक विषय र हेल्थ विषय पढाउनुहुन्छ हाम्रो विद्यालयको डिसिप्लिन इन्चार्जको नाम श्री दीपक खड्का हो उहाँले हामीलाई सामाजिक र अरू कक्षाहरूलाई साइन्स र कम्प्युटर पढाउनुहुन्छ हाम्रो विद्यालयमा 25 जना शिक्षक शिक्षिकाहरू र 500 जना विद्यार्थीहरू रहेका छन् हाम्रो विद्यालयमा एउटा खेल मैदान रहेको छ जहाँ विद्यार्थीहरू खेल्ने गर्दछन् हाम्रो विद्यालयमा 2वटा भवन रहेको छ हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलापहरू हुने गर्दछ हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलापहरू चाडपर्व अनुसार पनि हुन्छ यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद शिक्षा जोड्ने अभियान लिएको यस सुर्खेत लिटिल फ्लावर एकाडेमीमा कक्षा 5 मा अध्ययन छात्रा ऋतु सुनारको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार आज म मेरो विद्यालयको बारेमा भन्न गइरहेकी छु कृपया सबैजनाले ध्यानपूर्वक सुनिदिनु होला मेरो विद्यालयको नाम सुर्खेत लिटिल फ्लावर एकाडेमी हो यो भेरीगङ्गा 9 जहरीमा मेरो विद्यालय 2065 सालमा स्थापना भएको हो मेरो विद्यालय वरिपरि हरियाली वातावरण र स्वच्छ हावापानी पनि रहेको छ मेरो
विद्यालय नजिकै एउटा कलकल बग्ने भेरी नदी र पुल पनि रहेको छ। मेरो विद्यालयका प्रधानाध्यापकको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ धेरै इमान्दार र मायालु हुनुहुन्छ। उहाँले हामीलाई धेरै कुराहरू सिकाउनुहुन्छ। मेरो विद्यालयका उप प्रधानाध्यापकको नाम नेत्रम बिके हो। उहाँ भेरीगङ्गा 9 झिङ्गीमा बस्नुहुन्छ। उहाँले हामीलाई धेरै नै हौसला दिनुहुन्छ। मेरो विद्यालयमा एउटा बस पनि रहेको छ जो कि टाढाबाट आउने विद्यार्थीहरूको लागि ल्याउन र जानमा धेरै नै मद्दत गर्छ। मेरो विद्यालयको बस चालकको नाम हरि सुनार हो। उहाँ धेरै नै इमान्दार र मेहनती हुनुहुन्छ। मेरो विद्यालयमा एउटा क्यान्टिन पनि रहेको छ। मेरो विद्यालयमा 25 जना शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। उहाँहरूले हामीलाई राम्रो शिक्षा दिनुहुन्छ। उहाँहरू धेरै नै मायालु र इमान्दार हुनुहुन्छ। मेरो विद्यालयमा 500 जना विद्यार्थीहरू हुनुहुन्छ। उहाँहरू सबै अनुशासित र आफूभन्दा ठुलालाई सम्मान पनि गर्नुहुन्छ। हाम्रो विद्यालय वरपर सांस्कृतिक र प्राकृतिक सम्पदाहरू पनि रहेका छन्। हाम्रो विद्यालय 2वटा भवन रहेको छ। यति भन्दै म यहाँदेखि बिदा हुन चाहन्छु। शिक्षा जोड्ने अभियान लिएको यस फ्लावर एकाडेमीकी कक्षा 4 मा पढ्ने छात्र कृतिको तर्फबाट यहाँहरू सबैलाई न्यानो नमस्कार। मेरो विद्यालयको नाम सुकेलिटी फ्लावर एकाडेमी हो। यो भेरीगङ्गा 9 जहरेमा अवस्थित छ। यो विद्यालयको प्रधानाध्यापकको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ धेरै मायालु र दयालु स्वभावको हुनुहुन्छ। मेरो यस विद्यालयको सायद प्रधानाध्यापकको नाम नेमचन्द्र बिके हो। उहाँ इङ्ग्लिस टिचर हुनुहुन्छ। उहाँको पनि स्वभाव मायालु र दयालु रहेको छ। मेरो विद्यालयमा एउटा ठुलो चौर रहेको छ र एउटा बस रहेको छ। मेरो विद्यालयको छेउमा एउटा भेरी नदी रहेको छ। त्यो भेरी नदीबाट आउन जानको लागि 2टा पुल रहेका छन्, जसमा एउटा झुलुङ्गे र एउटा पक्की पुल रहेको छ। मेरो विद्यालयमा 450 जना र मेरो विद्यालयमा 25 जना शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। नमस्कार। जीवन जगत र शिक्षा जोड्ने अभियान लिएको यस सुकेलिटी फ्लावर एकाडेमीको कक्षा 4 मा पढ्ने छात्र इमानुएल बिगको तर्फबाट सुकानुहोस् न्यान नमस्कार। म विद्यालयको बारेमा भन्न गइरहेको छु। मेरो विद्यालयको नाम हो सुकेलिटी फ्लावर एकाडेमी। मेरो विद्यालय भेरीगङ्गा 9 जहरे सुर्खेतमा अवस्थित छ। र विद्यालयमा 500वटा स्टुडेन्टहरू हुनुहुन्छ। विद्यालयको प्रधानाध्यापकको नाम हो कृष्ण प्रसाद शर्मा। उहाँ धेरै दयालु हुनुहुन्छ। उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ। मेरो विद्यालयको सहायक प्रधानाध्यापकको नाम हो नेमचन्द बिके। उहाँले हामीहरूलाई धेरै माया गर्नुहुन्छ। उहाँ साथै मेरो बुवा पनि हुनुहुन्छ। मेरो विद्यालयको इन्चार्ज खङ्ग्र नेपाली हुनुहुन्छ। उहाँले पनि हामीलाई धेरै माया गर्नुहुन्छ। हाम्रो विद्यालयको ड्रिल इन्चार्ज दिपक खड्का हुनुहुन्छ। उहाँले पनि हामीलाई धेरै माया गर्नुहुन्छ। म यति भन्दै बिदा हुन चाहन्छु। हस्तधन्यवाद। जीवन जगत र शिक्षा जोड्ने अभियान लिएको यस सुकेलिटी फ्लावर एकाडेमीकी कक्षा 6 मा अध्ययनरत छात्र आरती विश्वको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म अत्यन्तै खुसी छु किनभने म आज यस स्टेजमा आएर आफ्ना विद्यालयको बारेमा केही कुरा भन्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठानेकी छु। मेरो विद्यालयको नाम हो सुकेलिटी फ्लावर एकाडेमी। मेरो विद्यालय भेरीगङ्गा 9 जहरे सुर्खेतमा पर्छ। मेरो विद्यालयमा 2वटा भवन छन् र मेरो विद्यालयको तल कलकलाउँदो नदी छ। मेरो विद्यालयमा 400 जना विद्यार्थी र 25 जना शिक्षक शिक्षिका हुनुहुन्छ। मेरो विद्यालयको 400 जना विद्यार्थी मध्ये सबै नै अनुशासित हुनुहुन्छ र 25 जना शिक्षक मध्ये एक शिक्षक हुनुहुन्छ। उहाँको नाम हो मिस्टर नेमचन्द बिके। उहाँले हामीलाई पढाइ मात्र नभएर अनुशासन पनि सिकाउनुहुन्छ। पढाइमा पनि एकदमै ट्यालेन्ट हुनुहुन्छ र उहाँले हामीलाई इङ्ग्लिस विषय पढाउनुहुन्छ। यस विद्यालयको प्रिन्सिपलको नाम मिस्टर कृष्ण प्रसाद शर्मा हो। उहाँ एक असल व्यक्ति हुनुहुन्छ र उहाँले हामीलाई मोटिभेट गर्नुहुन्छ। यस विद्यालयको सही प्रधानाध्यापकको नाम मिस्टर नेमचन्द बिके हो। उहाँ एक असल व्यक्ति हुनुहुन्छ। यस
पढाउनुहुन्छ र उहाँ एकाडेमी इन्चार्ज पनि हुनुहुन्छ। उहाँले पढाउने बेला एकदमै राम्रोसँग पढाउनुहुन्छ र एउटा क्वेसन सोध्यो भने आएन भने 10 चोटि सोद्धा नि उहाँले एन्सर दिनुहुन्छ। यस विद्यालयको इन्चार्जको नाम मिसेस राजकुमारी आगरी हो। उहाँ एक असल महिला हुनुहुन्छ। उहाँले हामीलाई म्याथ पढाउनुहुन्न, तर हामी उहाँलाई धेरै नै राम्रो मान्छौँ किनभने उहाँले हामीलाई नपढाए पनि धेरै ज्ञान दिनुहुन्छ। यस विद्यालयको डिसिप्लिन इन्चार्जको नाम मिस्टर दीपक खड्का हो। उहाँले हामीलाई कम्प्युटर पढाउनुहुन्छ। उहाँ डिसिप्लिन एकदमै स्कुलमा अनुशासित भएर बस्नुहुन्छ। मलाई मेरो विद्यालय धेरै नै राम्रो लाग्छ। म आफ्नो विद्यालयप्रति धेरै गर्वबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। शिक्षा जोड्ने अभियान लिएको यस सुर्खेत फ्लावर एकाडेमीको म कक्षा 5 की छात्रा काजल साईको तर्फबाट न्यानो नमस्कार। मेरो विद्यालयको नाम सुर्खेत लिटल फ्लावर एकाडेमी हो। यो भेरीगङ्गा 9 जहरेमा अवस्थित छ। यो मेरो विद्यालय 2065 सालमा बना भएको हो। मेरो विद्यालय वरिपरि हरियाली साथै हावापानी रहेको छ। मेरो विद्यालयमा 500 जना विद्यार्थीहरू अध्ययन गर्नुहुन्छ र 25 जना शिक्षकहरूले पढाउनुहुन्छ। मेरो शिक्षकहरू धेरै असल हुनुहुन्छ। मेरो विद्यालयको शिक्षकहरूले माया र शिक्षा दिएर पढाउनुहुन्छ। मेरो विद्यालय मण्डलज्यू जीवन जगत र शिक्षा जोड्ने अभियान लिएकी यस सुर्खेत फ्लावर एकाडेमीकी कक्षा 7 मा पढ्ने छात्रा एलिनाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म मेरो विद्यालयको बारेमा भन्न गइरहेकी छु। मेरो विद्यालयको नाम सुर्खेत फ्लावर एकाडेमी हो। मेरो विद्यालय भेरीगङ्गा 9 जरे सुर्खेतमा अवस्थित छ। श्री कृष्ण प्रसाद शर्मा हो। उहाँ धेरै मायालु र दयालु व्यक्ति हुनुहुन्छ। मेरो विद्यालयको सहायक प्रधानाध्यापकको नाम नेमचन्द विके रहेको छ। उहाँ धेरै राम्रो हुनुहुन्छ। उहाँ धेरै असल व्यक्ति हुनुहुन्छ। उहाँले हामीलाई मोटिभेट गर्नुहुन्छ। उसको नाम रहेको छ खगेन्द्र नेपाली। उहाँ धेरै राम्रो हुनुहुन्छ। उहाँले हामीलाई सामाजिक र हेल्थ विषय पढाउनुहुन्छ। उहाँले धेरै राम्रो पढाउनुहुन्छ। मेरो विद्यालयको डिआई इन्चार्जको नाम रहेको छ दीपक खड्का। उहाँ मेरो क्लास टिचर पनि हुनुहुन्छ। उहाँले धेरै राम्रो कम्प्युटर विषय पढ्छु। आज चाहिँ म मेरो विद्यालयको बारेमा भन्न गइरहेकी छु। सबैजनाले ध्यान दिएर सुनिदिनु होला। मेरो विद्यालयको नाम सुर्खेत लिटल फ्लावर एकाडेमी हो। मेरो विद्यालय 2065 साल माघ 15 गते स्थापना भएका विद्यार्थीहरू हुनुहुन्छ। मेरो र 25 जना शिक्षकहरूले पढाउनुहुन्छ। अहिले वातावरण छ। प्रधानाध्यापकको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ 40 वर्षको हुनुभएको। मेरो विद्यालयको सहायक प्रधानाध्यापकको नाम नेमचन्द विके हो। उहाँ साथै इङ्ग्लिस टिचर पनि हुनुहुन्छ। मेरो विद्यालयको एकाडेमिक इन्चार्जको नाम खगेन्द्र नेपाली हो। मेरो विद्यालयको डिसिप्लिन इन्चार्जको नाम दीपक खड्का हो। यति भन्दा म यहाँबाट बिदा हुन पर्छु। म आज विद्यालयको बारेमा भन्न गइरहेकी छु। मेरो विद्यालयको नाम सुर्खेत लिटल फ्लावर एकाडेमी हो। मेरो स्कुल भेरीगङ्गा 9 2065 मा स्थापना भएको हो। मेरो स्कुलमा एउटा क्यान्टिन र एउटा बस र एउटा ठुलो ग्राउन्ड र 2टा ठुला भवन छन्। मेरो स्कुल पुल छन्। त्यहाँ एउटा झुलुङ्गे र एउटा पक्की पुल छन्। त्यहाँबाट मान्छे आउन र जान पनि सक्छन्। र मेरो स्कुलको प्रधानाध्यापकज्यूको नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ चाहिँ धेरै दयालु र मायालु पनि हुनुहुन्छ। उहाँले पनि 8लाई इङ्ग्लिस पढाउनुहुन्छ। हाम्रो सहायक प्रधानाध्यापकज्यूको नाम नेपचन्द्र विके हो। उहाँ पनि इङ्ग्लिस पढाउनुहुन्छ 3, 4, 5, 6, 7लाई। उहाँ चाहिँ धेरै राम्रो। के नै छ र मेरो विद्यालयलाई दिउँ म उपहार। के नै छ र म मेरो विद्यालयलाई दिउँ उपहार। सर्वप्रथम सबैजनालाई मबाट न्यानो नमस्कार। सबैजनालाई मबाट न्यानो ज्ञान लिएको यस सुर्खेत लिटल फ्लावर एकाडेमीको छात्र म युना श्रेष्ठको तर्फबाट फेरि पनि स्वीकार्नुहोस् न्यानो अभियान। आज
मिति 2082 9 महिना 4 गतेको दिन मेरो विद्यालयले यो वक्तित्व कलाको आयोजना गरेको छ, जसमा शीर्षक रहेको छ मेरो विद्यालय। र म पनि आज यही शीर्षकमा केही भनाइराख्न गइरहेको छु। कृपया सबैले ध्यान दिएर सुनिदिनु होला। नाम सुके लिटिल फ्लावर एकाडेमी हो। यो भेरीगङ्गा विद्यालय भनेको एउटा शिक्षा लिने ठाउँ र शिक्षा दिने ठाउँ हो। प्रधान झापाको नाम श्री कृष्ण प्रसाद शर्मा हो। उहाँ एकदम दयालु मायालु र बुद्धिमान हुनुहुन्छ। उहाँले हामी सबैलाई माया गर्नुहुन्छ। मेरो विद्यालयको उपप्रधानाध्यापकको नाम श्री नेमचन्द बिके हुनुहुन्छ। एउटा सुन्दर सम्पदाहरू देखिन्छन् जसले मनलाई शान्त बनाउँछ र पढ्न पनि उत्साहित गराउँछ। विद्यालयमा एउटा विशाल खेल मैदान रहेको छ जहाँ विद्यार्थीहरू खेल्ने गर्दछन्। मेरो विद्यालयमा 2वटा भवन रहेको छ। यहाँका सबै विद्यार्थीहरू दयालु रहेका छन् र मेहनती। म आफ्नो स्कुलको बारेमा भन्न गइरहेको छु। मेरो स्कुलको नाम सुके लिटिल फ्लावर एकाडेमी हो। नाम कृष्ण प्रसाद शर्मा हो। उहाँ दयालु र मायालु हुनुहुन्छ। अनि हाम्रो प्रधानाध्यापकको नाम नेमचन्द बिके हो। उहाँ इङ्ग्लिस टिचर र मोटिभेटर पनि हुनुहुन्छ। 50 मार्क्स को आधार बनाएर हामीले मूल्याङ्कन गरेका थियौँ, जसमा स्टार्टिङमा तपाईँले कसरी सुरुवात गर्नुभयो, त्यसपछि सब्जेक्ट म्याटरमा कति तपाईँहरूले टच गरेर बोल्नुभयो र फ्लुएन्टली र तपाईँको कन्टिन्युटी विषय म्याटरमा कन्टिन्युटी रहेर कतिको बोल्नुभयो र एक्टिङ र एक्सप्रेसन कतिको थियो र एन्डिङ कसरी गर्नुभयो भनेर यी 10-10वटा पोइन्टमा मार्क्स राखेर हामीले 50 मार्क्सको आधार बनाएर आजको कार्यक्रमलाई हामीले समापन गर्दैछौँ, जसमा 3वटै जजबाट मार्क्स जोडेर हामीले रिजल्ट तयार गरेका छौँ र जसमा सबैभन्दा मिस्टेक कहाँनिर थियो भने तपाईँहरूले सम्बोधन गर्दा कोलाई छुटाउनु भएको छ। त्यो म तपाईँहरूलाई अहिले नै भनिदिन्छु। 2 जनाले मात्रै निर्णायक मण्डललाई सम्झिनु भयो। यत्रो 22 जनामा 2 जनाले मात्रै निर्णायक मण्डललाई सम्झिनु भयो, रेस्पेक्ट गर्नुभयो सम्बोधन गर्दाखेरि। अनि आफ्ना प्रतियोगी साथी, अप्रतियोगी साथी र अन्य दर्शक साथीहरू भनेर कसैले पनि सम्बोधन गर्न सक्नु भएन। तपाईँको स्टार्टिङ पोइन्ट भनेको यसैमा हो मार्क्स आउने। धन्यवाद सञ्चालकज्यू। हातमा कलम र कपी लिएर बस। 3 जना जजेसले, हाम्रो जज स्टाफहरूले पनि ध्यान दिनु होला छु है। तपाईँहरूको यहाँ जो आउनुहुन्छ त्यसको नाम लेख्नुहुन्छ। हाउस पनि खुलाइदिएको छु, त्यहाँ हेर्नु होला। फर्मेट यहाँ छ। नेम अफ स्टुडेन्ट हाउस छ सबैभन्दा पहिले। 365 नम्बर ल्याएको छ भने सेकेन्ड हुन सफल भएको छ ग्रिन हाउसको नम्बर रहेको थियो 365 भने सेकेन्ड हुने हाउसको नम्बर रहेको छ 349। लगभग धेरै नम्बरको फरक छ। र थर्ड हुन सफल भएको हाउस रहेको छ, गेस गर्न सक्नुहुन्छ? येल्लो हाउसले जम्मा 316 ल्याएको छ भने फोर्थ हाउस 310 नम्बर ल्याएको छ। यसरी आजको
खुसी मै पनि